हेलो नमस्ते, तपाईहरू माझमा नयाँ अपडेट लिएर आएको छु। त्यो अपडेट रहेको छ नेपाल सरकारले गरेको 2वटा कार्यहरू र मित्रहरू। त्यो 2वटा कार्य रहेको छ नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने काम, र अर्को कार्य रहेको छ राजेश राईलाई प्रेस चौतारीको अध्यक्ष हुनबाट रोक्ने काम। त्यहाँबाट के बुझ्न सकिन्छ भन्दाखेरि जनताले चाहेको मान्छेहरूलाई चाहिँ एमाले अगाडि बढ्न नदिने र उनीहरूको पछाडि सपोर्ट गर्ने, उनीहरूलाई झोलेगिरी गर्ने खालको मान्छेहरूलाई चाहिँ अगाडि लग्न खोजेको भन्ने बुझ्न सकिन्छ यहाँबाट। र विद्युत प्राधिकरणको त्यस कुलमान घिसिङपछि को आउँदै हुनुहुन्छ भन्दाखेरि हितेन्द्र देव साक्यलाई नियुक्त गर्नु भएको छ भने राजेश राईलाई प्रेस चौतारीको अध्यक्ष हुनबाट रोक्नको लागि चाहिँ टिकट, चुनावी प्रक्रियाका लागि चाहिने टिकटहरू वितरण नगरिकन छलफलद्वारा समस्याको समाधान गर्ने भनेर स्वतः राजेश राईलाई चाहिँ चुनावमा छिर्न नदिकन अर्को दोस्रो व्यक्तिलाई चाहिँ प्रेस चौतारीको अध्यक्ष बनाउन लाग्नुभएको छ भने त्योबाट के बुझ्न सकिन्छ भने जनताले चाहेको कुशल अथवा राम्रो नेतृत्वलाई चाहिँ एमाले चाहँदैन र नेपालको विकास चाहँदैन भन्ने बुझिन्छ। तपाईहरूको के छ विचार कमेन्ट गर्नुहोला। हस्त नमस्ते।